महिला डाक्टरले काटिन आफ्नै हुनेवाला श्रीमानको प्राइभेट पार्ट, त्यसपछि प्राइभेट पार्टलाई टोयलेटमा हालिन् र फ्लश गरिन्। सामाजिक सञ्जालमा अहिले एउटा डरलाग्दो र अचम्मको घटना बाहिरिएको छ, जहाँ एक महिला डाक्टरले आफ्नै हुनेवाला श्रीमानको प्राइभेट पार्ट काटेर टोयलेटमा हालेर फ्लश गरिदिएकी छिन्। सुरुवातमा उनीहरू बीच अस्पतालमै भेट भएको थियो। त्यही बेला प्रेमको यात्रा सुरु भएको थियो। प्रेम बिस्तारै गहिरिँदै गयो, परिवारसम्म कुरा पुगेको थियो र दुवैजनाले विवाह गर्ने निर्णय समेत गरेका थिए। महिलाले यो सम्बन्धलाई पवित्र बनाउन चाहन्थिन्। उनले माया गरेकी थिइन्, भरोसा गरेकी थिइन्, तर पुरुषको सोच फरक थियो। उसले महिलालाई केवल आफ्नो इच्छा पूरा गर्ने साधनको रूपमा हेर्ने रहेछ। महिलाले धेरै पटक विवाहको कुरा उठाइन्, तर पुरुषले सुरुमा बारम्बार कुरा टारिदियो। अहिले समय छैन, पछि गरौं भन्दै अन्ततः विवाहको मिति तय भयो। सबै तयारी पूरा भयो। महिलाले हातमा मेहन्दी पनि लगाइन्, उत्साहित थिइन्, भविष्यका सपनामा रमाइरहेकी थिइन्। तर त्यही रात त्यो खुशीको क्षण डरलाग्दो मोडमा परिणत भयो। पुरुषले अचानक भनिदियो, म बिहे गर्दिन, म तिमीलाई पाल्छु राख्छु, तर विवाह चाहिँ गर्दिन। हामी पुरुषहरूका जीवनमा कति महिलाहरू आउँछन् जान्छन्, अहिले कहाँ बिहे गर्ने? यस्तो घमण्डपूर्ण र अपमानजनक कुरा सुनेर महिलाको मन टुक्रियो। उसको माया रिसमा बदलियो, विश्वास बदला बनेर आयो। उनले केही नबोली पुरुष नजिक गइन्, माया गरेको नाटक गरिन् र एक्कासी उनको प्राइभेट पार्ट काटिदिन्। त्यसपछि त्यो टुक्रिएको भागलाई टोयलेटमा हालेर फ्लश गरिदिन्। पुरुष पीडाले छटपटाउँदै कराउन थाले, रगत बग्न थाल्यो। छिमेकीहरूले आवाज सुने र तुरुन्त एम्बुलेन्सलाई प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थल पुगेपछि महिलाले सबै कुरा बताइन्। उहाँले मसँग बिहे गर्ने बाचा गर्नु भएको थियो, तर अन्तिम क्षणमा घमण्ड देखाएर धोका दिनुभयो, उनले फक्कानिँदै भनिन्। अहिले ती महिला प्रहरी हिरासतमा छिन् र ती पुरुष अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्। यो घटना केवल एउटा अपराध होइन, यो माया, भरोसा र धोकाको भयावह अन्त हो, जसले प्रश्न गर्छ आजको प्रेम किन यति कमजोर र स्वार्थ हुँदै गएको। नेपाल जी न्यूज अनलाइन टिभी, मजाले हेर्नुहोस्।